महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँ बस्तीमै पुगेर खोप, सुरक्षित मातृत्व, पोषण तथा विभिन्न जनस्वास्थ्य कार्यक्रम सञ्चालनमा अग्रपङ्क्तिमा खटिन्छन्। घोषणा गर्न गाउँ घरमा चेतना जगाउँ है, आऊ है छिटो छिटो। तर काम अनुसारको सम्मान र सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविका बाँकेका अध्यक्ष प्रेमा शाही बताउनुहुन्छ। कुनै पनि बच्चा चाहिँ खोपबाट वञ्चित नहोस्, बिरामी रोग नलागोस् भनेर हामी रात दिन खटिरहेका हुन्थ्यौँ। खोप मात्रै नभएर हामीले चाहिँ पोषण सम्बन्धी पनि त्यस्तै गर्थ्यौँ। एउटा आमा गर्भवती भएदेखि नै हामीले उहाँलाई चाहिँ निगरानीमा राखिराख्थ्यौँ, महिना महिनामा उहाँलाई भेट गरिराख्थ्यौँ। तपाईँको बच्चा जन्मिने भनेर हामी चाहिँ उहाँको घरमा रात दिन खट्नु पर्थ्यो के। हामी चाहिँ रात दिन खटेर काम गरेछौँ, त्यो बाबत हामीलाई चाहिँ मूल्याङ्कन छैन होइन। हामीले जिल्ला घोषणा गर्न त भव्य सभ्यको साथ गर्न सक्यौँ, तर महिला स्वास्थ्य सेवीको मूल्याङ्कन छैन। उहाँका अनुसार पूर्ण खोप अभियान, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, कुपोषण नियन्त्रण लगायतका कार्यक्रममा स्वयंसेविकाको भूमिका सबैभन्दा बढी हुन्छ। विशेष गरी सरकारी अभियानका बेला दिनभरि खटिँदा समेत खाजा समेत नपाइने अवस्था रहेको उहाँको गुनासो छ। नियमित खोप हाम्रो महिनाको 6 गते लाग्छ, त्यसमा हामी बिहानदेखि साँझसम्म खटेको छ, नास्ताको व्यवस्था पनि हुँदैन हामीलाई। जस्तो नि वर्षमा हाम्रो 2 चोटि भिटामिन ए हुन्छ, बिहानदेखि साँझसम्म हामी खुवाउँछौँ, नास्ताको व्यवस्था भिटामिन एमा स्वयंसेविकालाई छैन। अनि हरेक ठाउँमा स्वयंसेविका, हरेक रोगसँग लड्ने स्वयंसेविका, हरेक महामारीमा स्वयंसेविका अगाडि चाहिँ चाहिने। अनि त्यसपछि कुनै ठाउँमा मान सम्मान पाउने ठाउँमा कुनै 2 पैसा बढी सुविधा पाउने ठाउँमा चाहिँ स्वयंसेविकालाई बिर्सिनुहुन्छ क्या। स्वास्थ्य क्षेत्रमा कार्यरत अन्य सरकारवालाहरू पनि महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउँछन्। लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले पनि महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च मूल्याङ्कन गर्दै बताउनु भयो। ग्रासरुटमा बसेर घर घरमा बच्चा खोजेर ल्याउने हाम्रो महिला स्वयंसेविका हुनुहुन्छ, उहाँहरूको ठुलो रोल छ उहाँहरूको, र उहाँहरूलाई म धेरै धेरै बधाई धन्यवाद पनि दिन चाहन्छु। उहाँको कारणले गर्दा आज यो पूर्ण कार्यक्रममा हामी सहभागी छौँ र घोषणा गर्दैछौँ। लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरीले यस वर्ष पनि स्वयंसेविकाको सेवा सुविधा सरकारको प्राथमिकतामा नपरेको भन्दै आगामी बजेटमा उनीहरूका लागि थप व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। रात दिन नभनिकन हरेक काममा उहाँको सक्रियता छ। स्वास्थ्य क्षेत्रको मजबुत पिलर भनेकै स्वास्थ्य स्वयंसेविका नै हो। तर विडम्बना उहाँहरूलाई हेर्ने दृष्टिकोण र सरकारले पनि दिने मान्यतामा फरक छ। अब 3 तहको सरकार छ हाम्रो मुलुकमा, 3 तहको सरकारले पनि कुनै कुनै पालिकामा त केही गर्नु भएको छ। कोलपुरमा म आफै पनि उपप्रमुख भइरहँदाखेरि पनि कोलपुरमा स्वयंसेविकाहरूले हामीले चाहिँ केही गरेको हो। यसले अझै हामीले यो काम गर्नको लागि अझै हौसला र अझै उहाँहरूलाई चाहिँ सेवा सुविधाको आवश्यकता छ भन्ने कुरा माननीय मन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु। यो वर्षको बजेट आइसकेको छ, पनि यो वर्षमा पनि महिला स्वास्थ्य स्वयंसेविकाको लागि जुन हामीले गर्नुपर्ने थियो त्यो काम अझै पनि नयाँ चाहिँ आएको छैन हैन, पुरानै चाहिँ छ। त्यसैले आगामी दिनमा हामीले हेर्ने, हामीले गर्ने सेवा सुविधा उहाँहरूले दिनुपर्छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले मन्त्रालयले 60 वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई 50,000 रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउँदै आएको जानकारी दिँदै स्थानीय तहले पनि आफ्नो स्रोतबाट थप सहयोग गर्नुपर्ने बताउनु भएको छ। म स्वास्थ्य मन्त्रालयको तर्फबाट तपाईँहरूको उच्च मूल्याङ्कन गर्न चाहन्छु। 60 वर्ष पुगेपछि तब निवृत्त हुँदाखेरि स्वास्थ्य स्वयंसेविकालाई चाहिँ 50,000 दिने व्यवस्था गरेका छौँ। यद्यपि यो पर्याप्त छैन। कपिल वस्तुको बाणगङ्गाले चाहिँ हामीले दिने 50,000मा चाहिँ 1 लाख रुपियाँ थप गरेर चाहिँ दिँदो रहेछ। पालिकाहरूको प्रमुखहरूलाई म यसको निम्ति ध्यान आकर्षण गर्न चाहन्छु। बाणगङ्गाबाट सिक्न चाहिँ अनुरोध गर्न चाहन्छु। स्वयंसेविकाहरू भने आफूहरूले पैसाका लागि नभई सेवाभावले काम गरे पनि न्यूनतम प्रोत्साहन र सम्मानको अपेक्षा गरेको बताउँछन्। बच्चा नजन्माउ कसैले, स्वास्थ्य संस्था लैजाऊ है सबैले, आऊ है छिटो छिटो।